यहाँ मिस्टर ए यतापट्टिको चाहिँ को हो? ओहो मिस्टर ओ नाइस यस्तो छ है त यहाँ चाहिँ यो युरोपको इटली हो इटली आछौँ है त हामी इटली आएको छौँ हामी चाहिँ यस्तो छ हो यस्तो छ यहाँ चाहिँ है त इटली चाहिँ हामी युरोपबाट जाँदैछौँ युरोपबाट अब हामी थाइल्यान्ड जाँदैछौँ अब है त सबले सब्सक्राइब गर्नु लस्ट इन ट्रान्जिट म हराएर यता युरोप आइछु क्या त थाइल्यान्डमा मान्छे ल है त यो चाहिँ यो युरोपको कुन ठाउँ हो यो रोम इटलीमा आएको छु अहिले मेरो युट्युब सब्सक्राइब गर्नु होला सोम लस्ट इन ट्रान्जिट थाइल्यान्ड आएको मान्छे युरोपमा हराइरहेको छु है त आउनुहोस् अब फेरि अब हामी कहाँ जाँदैछौँ स्विजरल्यान्ड आयो फेरि है त भुटान कफी है त पानी अलिअलि परिरहेको छ सेमसेम सो नितान कफी बिहान 7:30 बजेबाट बेलुका 10 बजीसम्म खुल्ने रहेछ है अब पहिल्यै भिडियो छ भ्लग छ म अब यति मात्रै खिचेँ अहिले चाहिँ अब हामी यहाँ नितान कफीमा कफी खान लागेको छौँ सर मैले पहिला पनि भिडियो बनाइसकेको छु अझ चाहिँ धेरै खिचिनँ मैले मात्र यहाँ आएको छौँ भनेर मात्रै अनि अब फिसरम्यान भिलेज एकचोटि यसो आउने भनेर हेर्ने भनेर दाइ भाउजूसँग ट्याक्क आएको अब चाहिँ कफी सफी खाएर फेरि हामी फिसरम्यान भिलेज जस्तो बाहिरतिर एकछिन घुमेर अनि त्यहाँबाट फर्किन्छौँ रिसोर्ट साँझको सनसेट हुने बेलाको चाहिँ भ्यू खतरा बबाले देखेको छ है त बबाले देखेछ है त दाइ उता पुरै उता बसेर हेरिरहेछन् हेलो दाइ यस्तो छ यहाँ दाइ पुरै वासरुममा गएको थियो त्यो हराइरहेछन् है त दाइ भाउजू यस्तो छ यहाँ साँडे छ है त फेरि म्यान भर्सेस बुल मैले पहिल्यै युट्युबमा राखिसकेको छु यो चाहिँ भिडियो तर भिडियो चाहिँ छैन त्यो बेला फोटो मात्रै मैले यसो राखेको हो यस्तो दामी छ है त साँझमा चाहिँ मैले पहिलोचोटि आएर खिच्दैछु म पहिला दिउँसोमा मात्रै आएको थिएँ दामी छ भाइब्स महलमा छु अहिले म अनि अहिले भर्खर मोबाइल चार्ज गरेर लाइभ सुरु गरेको आज चाहिँ अब हामी अबानीमा चाहिँ हल्का सपिङ गरेर जान्छौँ यहाँ चाहिँ यो पानीको चाहिँ फ्लोराको सो हुने रहेछ यस्तो है त त्यहाँ दाइ र भाउजू पुष्पा दाइ र भाउजू चाहिँ उता सपिङ गरिरहेछन् म चाहिँ यता सर हेर्दै आएको यहाँ चाहिँ पानीको यसरी फोहरा यता र उता हान्दो रहेछ यस्तो रहेछ अनि अब माथि पनि जान्छु म है त माथि पनि जान्छु अनि सो माथि जान्छु यहाँ चार्ज गरिरहेको छु मोबाइल वेयर विल इट मिट यु है त यस्तो छ यहाँ चाहिँ द कफी क्लब क्याफे बार होइन यसरी लाइटको सो द लोस पिरामिड द लोस न्यू एट्र्याक्सन द लोस पिरामिड हो का सो सैटरडे संडे पब्लिक होलिडे सो टाइम 2 PM हो यस्तो हुँदो रहेछ नि यहाँ सो हुँदो रहेछ अहिले चाहिँ हुँदैन रहेछ है त नेपालया
एक्जोटिक फेसन एसेसरिज है त यो सायद नेपालबाट चाहिँ इम्पोर्ट भएको होला सबै जस्तो लाग्यो यस्तो छ सबैले खाप यो सबै नेपालबाट आएको सामान हो कि हो त हो सिधै नेपालबाट ल्याएकोलाई के लिने तपाईँ भन्नुहोस् न हो अब नेपालमा बिजनेस गर्ने कुनै उसै छैन अब यहीँ आएर बिजनेस गर्न थालेको म त ए हो र त्यही भने है यहाँ सबै नेपाल आएर रहेछ त नाम बाहिर सपको नामै के बुझ्नु छ अनि उता बहिनी छ बहिनी नेपाली बोल्छ हो हो नेपाली बोल्छ तपाईँ हो यु डोन्ट अन्डरस्ट्यान्ड ओके यस्तो रहेछ है त यो पसलको नाम चाहिँ नेपाल आएर रहेछ सायद यो नेपालबाट नै यहाँ इम्पोर्ट भयो कि जस्तो लागेर म छिरिहालेँ भिडियो बनाउनलाई तर होइन होला तर यस्तो रहेछ नेपाल आयो नाम चाहिँ नेपाल आएर रहेछ यस्तो छ है त यस्तो यस्तो कपहरू छ दामी रहेछ है त्यो यस्तो यस्तो चाहिँ यस्तो यस्तो दामी रहेछ ल ल ल ल ल यहाँ एउटा ह्याट चाहिँ किनेर लिएर जानु पर्यो तपाईँले पऱ्यो त ह्याट है त यो ह्याट यस्तो हुँदो रहेछ है त यो ह्याट ओहो ल यो ह्याटको रेट चाहिँ 149 भाट रहेछ 149 भाट 200 भाट 200 भाट रहेछ एउटा ह्याट चाहिँ लिएर गयो हुन्छ है त बिलिभ इट नट पताया यहाँ जाँदैछु म साथीहरू यो जान्छ लाग्छ यो प्लेन क्र्यास भएको चाहिँ छ माथि भिडियो छ त्यहाँ जाँदैछु अब बिलिभ इट अर नट द लस्ट पिरामिड यस्तो रहेछ है त यहाँ सो हुने रहेछ तर आज चाहिँ सो छैन है त यहाँ अनि जाँदैछु म हन्टेड हाउस बिलिभ इट पताया हो यस्तो रहेछ है त्यहाँ त हो यस्तो यस्तो रहेछ है त हो त्यहाँ चाहिँ क्र्यास भएको हो यस्तो रहेछ है त ओ ओइ यस्तो रहेछ है मलाई डर लाग्यो है त अब हो यहाँ त यस्तो रहेछ झन् अझै यहाँ त पुरै मान्छे नै पुरै मेकअप गरेर यसरी बस्दो रहेछ है त ओ माई गड ओ यस्तो रहेछ है त यहाँ त मेकअप गरेर हलोइन भाइब्स रहेछ पुरै यहाँ त है त हलोइन यस्तो रहेछ यहाँ पुरै यो प्लेन क्र्यास भएर चाहिँ यो ओरिजिनल क्र्यास भएको कि प्लेन हो यसरी राखेको भन्छ यो के हो कुरो चाहिँ थाहा भएन मलाई तर इट्स ड्याम क्र्याकर्स सालिना उता भनेको छ यस्तो रहेछ है त हन्टर आउटसाइड छ भित्र चाहिँ त खतरा रहेछ है त ठाउँ त अब खतरा रहेछ ठाउँ डर लाग्यो मलाई टेक अ लुक हन्टेड एडभेन्चर सी योर हरर मोमेन्ट हो हन्टर हाउस रहेछ खतरा खालको है त खतरा खालको रहेछ ल बिलिभ इट अर नट हन्टेड एडभेन्चर ओइ जसङ बनाएको थियो यार तर्साउँदो रहेछ बाहिर हिँड्दा नि ओइ यता फेरि के हो यो ओ माई गड एक्लै त डरै लाइन रहेछ यार यहाँ त ओ माई गड यहाँ कति बेला के फ्याट आइदिन्छ थाहा नहुँदो रहेछ यार
यो पनि होइन तर्स आयो अघि के आइदिनु रहेछ फ्याटो त आयो रहेछ म यो बाटो फर्किन सक्दिनँ अब यो बाटो फर्किन सक्दिनँ म है त गाइस वै आज राति तर्साउनु भयो यो बाटो फर्किन नसक्ने भयो म ओ माई गॉड यता जाम ओइ यस्तो रहेछ है त ओ माई गॉड खतरा रहेछ ठाउँ है त म उता गएर लिएर आउँछु अनि यो ठाउँमा ओके ओके आई एम कमिङ विथ माई फ्रेन्ड्स स्क्रिम इन द डार्क है त यो सोको नाम चाहिँ स्क्रिम इन द डार्क रहेछ अब उहाँको फेस देखेर तपाईँले थाहा पाउनु भयो होला के हो कसो हो भनेर अब म यहाँ बाहिर हिँड्दामै डराएर चाहिँ ऊ भयो है भित्र गएर हेर्दाखेरि त के होला हेर्नु त ल ओहो क्या दामी फेस यहाँ सधैँ हलाइन लाग्ने रहेछ है त सधैँ हलाइन लाग्ने रहेछ हौ स्क्रिप इन द डार्क है त यो यसमा चाहिँ सर हिँड्ने रहेछ स्कोर गर्ने रहेछ यस्तो रहेछ ए हो यहाँ भित्र त बाहिर आउनु रहेछ सर हिँड्ने अनि छुस त्यसरी हान्ने रहेछ है त ओ हरर हस्पिटल है त यहाँ चाहिँ हरर हस्पिटल छ अब यति भएपछि ओ माई गॉड ओइ हरर हस्पिटल माई गॉड ओ माई गॉड है त म चाहिँ अहिले हरर हस्पिटलमा छु यहाँ चाहिँ पुरै तर्सिनी रहेछ ओ माई गॉड है साँच्चो जान्छ है त ऊ यता हेर्दै है त सोल्टीले अब मलाई सोल्टीले मलाई हेर्दै यार ओइ कहाँबाट हेरे गर्नु आज राति बहुत सुन्न गाह्रो होला आज छ त्यही भएर के हो यता फेरि ओ माई गॉड ओए हजुर सोम लस्ट इन द ट्रान्जिट चाहिँ युट्युबमा सब्सक्राइब गर्नुहोस् म सधैँ हाजिर हुन्छ त्यहाँ अनि लस्ट पिरामिड तपाईँलाई चाहिन्छ भने चाहिँ यहाँ आएर किन्न सक्नुहुन्छ है त यस्तो छ अनि यो चाहिँ हरर हस्पिटलमा गएर तपाईँ एडमिट हुनुहुन्छ भने चाहिँ टक्कै यहाँ आएर टिकट लिने अनि जाने है त 1 फोटो 250 बार के रहेछ है त जस्ट टेक भिडियो है त यहाँ चाहिँ सुन्दरीहरू द लस्ट पिरामिड सुन्दरीहरू छन् यहाँ द लस्टको पिरामिडहरू है त यस्तो छ ओ है त ओ है त्यहाँ पुरै डान्स गरेर देखाइदिइरहेको छ यहाँ सो देखाइदिइरहेको छ हेर्नु सो देखाइदिइरहेको छ ओ यिनीहरू त राति तर्साउन आउँछन् क्या मलाई यार मलाई त डरै लाग्यो मलाई त डर लाग्यो राति तर्साउन आउँला नि त के कापुन काप त यहाँ मिस्टर बिन
चाहिँ यहाँ हाँसेर बसिरहनु भएको छ बिकज मिस्टर बिन हियर एन्ड यता चाहिँ अब ट्रम्प रहेछन् अनि यतापट्टिको चाहिँ को हो ओहो मिस्टर बिन अनि त्यहाँबाट त्यहाँ चाहिँ ट्रम्प अनि पुटिन हो इज पुटिन और आई डोन्ट नो बट यता चाहिँ यसको गेम छ है त यता चाहिँ के हो यो What is this? Oh, यस्तो रहेछ यहाँ चाहिँ अब यहाँ पुरै सो हो यो चाहिँ अब घच्याक घुचुक लच्याक घुचुक के गराउने हो गराउँछ यहाँ है त के गराउने हो गराउँछ यहाँ What's here? Wait. Here. टच हियर भन्नु दाइ के हो खै केही देखिन मैले त केही भएन ए त्यही लाइट अन अफ होला ओके यो पनि गेम पनि खतरा छ जस्तो छ है त ल साउन्डिङ टच हियर हो लाइट अन हुने रहेछ टच गरेपछि ओ stand among the famous Louis. Oh my god, infinity image है त ल अब आजलाई चाहिँ यति भयो गाइस अब ओ वेट हेलो खुट्टा हुँदैन भन्थ्यो के हो ए खुट्टा रहेछ त यसको त ओ नाइस यस्तो छ है त यहाँ चाहिँ ल के हो यो चाहिँ 3D आर्ट दामी बना रहेछ ठाउँ ल दामी बना रहेछ ठाउँ है त ओ ओ टडेङ र डुडुङ टिकट्स चाहिँ यहाँ किन्ने रहेछ अनि ओ त्यहाँभित्र अब के गर्ने हो थाहा छैन है त ओ मान्छे आयो मान्छे आयो कि भूत आयो के आयो ओ ओ तिनीहरूलाई मार्ने भयो त्यहाँ मार्ने भयो बाई बाई गाइस बाई बाई राम्रोसँग आउनु होला राम्रोसँग आउनु होला गाइजहरू के गर्ने हो भित्र ल ओ त्यो सानो बाबु चाहिँ पुरै मानिरहेको छ क्या ऊ के भएर आयो त टोलीहरू ओ माथि त भड्याङ बुडुङ
Yeah, yeah. Oh. Oi. Oi. Oh. Oi. Oh. Machuमा मान्छे झुनाइरहेको छौँ आऊ मान्छे झुनाइरहेको छ माथि हाय टोन आज डराइरहेछ है बाबु Believe it or not. Oh. Wait, what? अब अर्को लास्ट आजको घुम्ने चाहिँ हाम्रो यहाँ टर्मिनल 21 मा छ है त टर्मिनल 21 ग्रान्ड सेन्टर पोइन्ट टर्मिनल 21 सेम है त सबै सेम हो त्यहाँ जाँदैछौँ टर्मिनल 21 म भिडियो चाहिँ धेरै खिच्दिनँ मैले पहिले धेरै खिचिसकेँ भिडियो है 21 को यो चाहिँ लगेजको यसलाई के भनिदियो खै यस्तो छ है त टावर छ लगेजको है त यस्तो छ तपाईँको उतो होला उतो ऊ त्यहाँ उहाँ यस्तो छ नमस्ते नि छ माथि रेस्टुरेन्ट छ नमस्ते सिटी करेन्सी यहाँ तपाईँले मनी एक्सचेन्ज गरेर माथि सपिङ गर्न सक्नुहुन्छ है त ल टोकियो चाहिँ अब डिपार्चर फर टोकियो है त अब हामी टोकियो जाँदैछौँ है त यहाँ पछाडि चाहिँ गएर पाउँछु अब हामी टोकियो अराइभल गर्न लाग्यौँ है त गाइजहरू टोकियो अराइभ भयो आज हिँड्दा खुट्टा दुखेर मालिस गरियो है त अब चाहिँ है त बाई बाई